नमस्ते दाजुभाइ दिदीबहिनीहरूलाई। आज घरबाट एकछिन बाहिर निक्लेको थियो केही कामको लागि। तपाईँहरूलाई यहाँ एउटा ठाउँ देखाउँदैछु। माने यस्तो गरममा पनि यहाँ बहुत चिसोवाला जग्गा एउटा भेट्यो हामीले। यहाँ रुखेर एकछिन रेस्ट गर्दै थियो त भिडियो बनाउनु मन लाग्यो। तपाईँहरू पनि हेर्नु सक्नुहुन्छ यो ठाउँलाई। म देखाउँदैछु तपाईँहरूलाई ठाउँ कस्तो छ। तपाईँहरू हेर्नु सक्छ यता पनि, यताबाट हामीहरू आएको थियो। यता पुरा भिरालो छ। अनि यता हेर्नु, यता ब्रिज छ अनि उता फेरि उकालो छ। यो माझको ठाउँमा चाहिँ तपाईँहरू आयो भने कहिले पनि रोक्नु सक्नुहुन्छ। बहुत चिसो छ यहाँ। यहाँ यस्तो हावा आउँदैछ चिसो गरेर, माने जिउै जिरिङ्गे गर्ने गरेर चिसो हावा आउँदैछ। ऊ तल नदी छ। साथीहरू हेर्नु सक्छ, दाजुभाइहरू यता पनि पहाड छ, यता पनि पहाड छ। यो माझको ठाउँमा चाहिँ बहुत चिसो रहेछ। तपाईँहरू यहाँ आयो भने कहिले पनि गरममा यसो उयो भयो भने यहाँ रुक्नु सक्नुहुन्छ। बहुत चिसो छ यो जग्गा। त साथीहरू भइसक्यो यहाँ बसेको 1 घन्टा लगभग। त अब यहाँबाट हामीहरू निस्किँदैछु। तपाईँहरू हेरिराख्नु होला भिडियो। हेर्नु चारैतिर पुरा धान खेती छ। यताको धानहरू सबै पाकेर काटिसकेछ। तपाईँहरूको त्यता चाहिँ के भयो, धान चाहिँ पाक्यो कि पाकेन भन्नु होला कमेन्टमा दाजुभाइ दिदीबहिनीहरू। बल्ल बल्ल घर पुग्यो हामीहरू। तपाईँहरू यहाँसम्म भिडियो हेरिदिनु होला, बहुत बहुत धन्यवाद। लु नमस्ते, अर्को भिडियोमा फेरि म आउनेछु।